इम्मानुएल कान्ट भन्ने एकजना नास्तिकले के भने, भातको अगाडि भात थालमा लिएर यसो भने, यो भातको लागि म परमेश्वरलाई किन धन्यवाद चढाउँ? भोक पनि तपाईँ मलाई परमेश्वरले दिनुभयो, भोजन पनि तपाईँ मलाई परमेश्वरले दिनुभयो, अनि भोक र भोजनलाई उपभोग गर्ने यो जीवन पनि परमेश्वरले नै तपाईँ मलाई दिनुभएको। नास्तिकले त्यसो भन्छ यो भातको लागि परमेश्वरलाई किन धन्यवाद चढाउनु र, किन यो भातको लागि मैले परिश्रम गरेँ। तर म तपाईँलाई यो कुरा बताउन चाहन्छु, तपाईँले चामल पैसा कमाएर चामल किन्नुभयो, तर चामल तपाईँले बनाएको चाहिँ होइन। यहाँनिर चाहिँ आदरणीय पास्टर लाजरस थुलुङले चाहिँ के भन्न खोजिराख्नु भएको छ भन्दाखेरि चाहिँ आज हामी बाइबलमा पढ्छौँ भनेदेखिलाई आज त हामीले आफ्नो जीवनलाई चाहिँ निहालेर स्टडी गर्छौँ भनेदेखिलाई तपाईँ र मलाई चाहिँ परमेश्वरले हरेक कुरा दिनुभएको छ। तपाईँ र मलाई चाहिँ परमेश्वरले यो असल जीवन दिनुभएको छ, तपाईँ र मलाई स्वास्थ्य दिनुभएको छ, तपाईँ र मलाई यो जीवन सुन्दर जीवन दिनुभएको छ। यदि तपाईँ मेरो जीवनमा चाहिँ हाम्रो भोक चाहिँ कमसेकम 30 दिनको लागि 20 दिनको लागि चाहिँ हराउँछ भनेदेखिलाई तपाईँ र म बाँच्न सक्दैन संसारमा। तपाईँ मेरो शरीरमा भएको त्यो तृष्णा एउटा तिर्खा चाहिँ 10 दिनको लागि 20 दिनको लागि 1 महिनाको लागि हराउँछ भनेदेखिलाई तपाईँ र म बाँच्न सक्दैनौँ। यदि तपाईँ र मैले फेर्दै गरेको अक्सिजन, हामीले श्वास प्रश्वासमा हामीले सास लिँदै गरेको अक्सिजन चाहिँ तपाईँ र मेरो निम्ति 2 मिनट 3 मिनट 5 मिनट बन्द हुन्छ भनेदेखिलाई चाहिँ तपाईँ र म संसारमा बाँच्न सक्दैनौँ। अनि तपाईँ र मेरो जीवनमा चाहिँ एउटा आशा छ, कुनै पनि एउटा आशालाई लिएर हामी अगाडि बढिरहेका छौँ। कुनै पनि कुरामाथि चाहिँ हाम्रो एउटा आशा छ, एक्सपेक्टेसन छ। यदि यो एक्सपेक्टेसन चाहिँ केही क्षणिक समयको लागि 1 मिनटको लागि पनि हराउँछ भनेदेखिलाई आज हामी मानिस जाति जिउन सक्दैनौँ। तर यो सबै कुरो चाहिँ तपाईँ मलाई परमेश्वरले सित्तैमा दिनुभएको छ। उहाँमा राख्ने एउटा आशा दिनुभएको छ, उहाँले हामीलाई भोग दिनुभएको छ, उहाँले हामीलाई तिर्खा दिनुभएको छ। अनि उहाँले चाहिँ हामीले चाहिँ यो सास लिने जुन प्रकारले हामीले सास प्रश्वास गर्छौँ अनि हामीले ब्रिदिङ गर्नको लागि हाम्रो शरीरमा सास लिन एकदमै अनिवार्य छ, अनि त्यो सित्तैको अक्सिजन दिनुभएको छ। उहाँले हामीलाई यो सबै नेचुरल कुरो एकदमै अर्ग्यानिक अनि नेचुरल कुराहरू चाहिँ तपाईँ मलाई दिनुभएको छ ताकि हाम्रो जीवन चाहिँ सस्टेन गर्नको लागि। अनि यो सबै कुरो चाहिँ तपाईँ मलाई परमेश्वरले चाहिँ सित्तैमा दिनुभएको छ। तपाईँ त्यसलाई हस्पिटल जानुहोस्, कुनै पनि कुराको लागि त्यहाँनिर कस्ट छ, कुनै पनि कुराको लागि तपाईँले पैसा तिर्नुपर्छ। तपाईँले अक्सिजन लाउनुहोस् त्यसको लागि पैसा तिर्नुपर्छ, तपाईँ त्यहाँनिर बेडमा बस्नु त्यसको लागि पैसा तिर्नुपर्छ, तपाईँले त्यहाँनिर रातमा सुत्नुहोस् त्यसको लागि तपाईँले पैसा तिर्नुपर्छ, तपाईँले मेडिसिन लिनुहोस्, तपाईँले सुई लाउनुहोस्, तपाईँले स्लाइन लिनुहोस्, यो सबै कुरोको लागि चाहिँ तपाईँले चाहिँ आफ्नो कस्ट चुकाउनुपर्छ, तपाईँले पैसा तिर्नुपर्छ। तर परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ हरेक कुरो चाहिँ सित्तैमा दिनुभएको छ। अनि जुन कुरो चाहिँ हामीले किनेर पनि किन्न सक्दैनौँ त्यो कुराहरू पनि परमेश्वर तपाईँ मलाई चाहिँ सित्तैमा दिनुभएको छ। अनि यो सबै कुरोभन्दा पनि एकदमै महत्त्वपूर्ण कुरो, यो सबै कुरोभन्दा पनि एकदमै इम्पोर्टेन्ट कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँ र मलाई परमेश्वरले चाहिँ सित्तैमा उद्धार र मुक्ति दिनुभएको छ। प्रिय, सबै कुरो त उहाँले दिनु नै भएको छ। तर आज तपाईँ र मैले जिउँदै गरेको यो जीवन तपाईँ र मैले आज तपाईँ र म आज बोलिरहेका छौँ, हिँडिरहेका छौँ, डुलिरहेका छौँ, हामीले काम गरिरहेका छौँ, खाइरहेका छौँ। यो जुन हाम्रो यो जिन्दगी छ, जुन हाम्रो यो जीवन छ, यो जीवन पनि परमेश्वरले दिनुभएको एउटा गिफ्ट, एउटा देन हो। किनकि परमेश्वरले तपाईँ र मेरो निम्ति आफ्नो एकलौटी पुत्र चाहिँ यस संसारमा पठाउनु भयो। अनि उहाँ क्रुसमा हाम्रो सबै पापलाई उठाएर उहाँले आफ्नो रगतलाई बगाउनु भयो, अनि उहाँ आफै मर्नुभयो। अनि उहाँ आफै मरिकन चाहिँ तपाईँ र मलाई चाहिँ उद्धार र मुक्ति दिनुभएको छ। हामी पापमा थियौँ, हामी दलदलीमा थियौँ, तर यो दलदलीबाट हटाइकन यो पापबाट हामीलाई मुक्त गरिकन चाहिँ उहाँले मलाई उद्धार र मुक्ति दिनुभएको छ। भनेदेखिलाई आज तपाईँ र मेरो जीवन जुन हामीले जिइरहेका छौँ यो जीवन पनि आज तपाईँ र मलाई परमेश्वरले नै दिनुभएको हो सित्तैमा। त्यो पनि साइन्टिस्टहरूले भन्छन्, सबै साइन्टिस्ट होइन, जस्तै सर आइजक न्युटन, आइन्स्टाइन, यो सबै साइन्टिस्ट जति पनि ठुल्ठुलो विद्वानहरू थिए उनीहरूले परमेश्वरको एक्जिस्टेन्सलाई विश्वास गर्दथे। तर कतिजना साइन्टिस्टहरू थिए जो एथिस्ट थिए, जसले चाहिँ परमेश्वरलाई विश्वास गर्दैन, उनीहरूले चाहिँ परमेश्वरको एक्जिस्टेन्स चाहिँ छैन भनेर उनीहरूले विश्वास गर्दथे। अनि कतिले अहिले पनि गर्छ। जस्तै यहाँनिर आदरणीय पास्टर लाजरस थुलुङले भनिराख्नु भएको छ इम्मानुएल कान्टको बारेमा, जसले चाहिँ के भनिरहेको छ भन्दा चाहिँ मैले जुन खाना खाइरहेको छु त्यसको लागि चाहिँ म परमेश्वरलाई म धन्यवाद दिदिनँ। किन दिदिनँ भन्दाखेरि चाहिँ यो खाना चाहिँ मैले मेहनत गरेर नै आएको हो, परमेश्वरले दिएर आएको होइन भन्ने कुरो उसले भनिरहेको। तर यदि हामीले निहालेर यसलाई स्टडी गर्छौँ भनेदेखिलाई चाहिँ हामीले त्यो बीज चाहिँ कहाँबाट पायो त? त्यो बीज दिने पनि परमेश्वर हुनुहुन्छ। अनि त्यो बीजलाई पनि हामीले आफै उमार्न सक्दैनौँ। त्यो बीजलाई हामी जमिनमा लाउँछौँ, तर त्यो उमार्ने त्यसलाई फल फलाउने चाहिँ परमेश्वर स्वयं हुनुहुन्छ। अनि जब हामीले त्यो बीजलाई लिएर हामी घरमा ल्याउँछौँ अनि त्यो कुरालाई त्यो खानालाई हामी खान्छौँ, त्यसलाई प्राप्त गरिकन चाहिँ हामी त्यो कुरालाई हामी लिन्छौँ, उपभोग गर्छौँ, त्यति बेला पनि यदि परमेश्वरले त्यो भोग चाहिँ परमेश्वरले त्यो एउटा खानालाई खाने, त्यो पानीलाई पिउने, त्यो खानालाई उपभोग गर्ने त्यो भोग परमेश्वरले आज तपाईँ मलाई नदिनु भएको भएदेखिलाई आज तपाईँ र मैले खान सक्ने थिएनौँ। त त्यो भोग पनि तपाईँ मलाई परमेश्वरले दिनुभएको भनेदेखिलाई भोग पनि तपाईँ मलाई परमेश्वरले दिनुभयो, भोजन पनि तपाईँ मलाई परमेश्वरले दिनुभयो, अनि
भोग र भजनलाई उपभोग गर्ने यो जीवन पनि परमेश्वरले नै तपाईँलाई मलाई दिनुभएको भनेदेखिलाई आज योभन्दा ठुलो गिफ्ट अनि योभन्दा ठुलो आशिषको कुरा चाहिँ तपाईँलाई मेरो निम्ति केही पनि छैन। त्यसै कारणले गर्दा यो सबै कुराको लागि चाहिँ परमेश्वरले हामीले हृदयबाट धन्यवाद दिन एकदमै अनिवार्य छ। अनि यो चाहिँ तपाईँलाई मेरो निम्ति एकदमै ठुलो आशिषको कुरा हो। अनि यो कुरा भन्दा म तपाईँहरूलाई एन्करेज गर्न चाहन्छु। अनि फेरि पनि तपाईँलाई जय मसीह।